एट्याचमेन्टबाट निस्कने कसरी त विशेष गरी ब्रेकअप भइसकेपछि त्यो व्यक्तिको यादै नआइदियो एकदमै धेरै तडपाइरहेको हुन्छ, गाह्रो बनाइरहेको हुन्छ, यानि कि जिउनु न मर्नु बनाइदिरहेको। इमोसनल एट्याचमेन्ट तब गएर बनिन्छ इमोसनल एनर्जीको जुन सोर्स हुन्छ नि त्यो चाहिँ तपाईको एकै ठाउँबाट आइरहेको कारणले क्या यो इमोसनल डिपेन्डेन्सी जुन भावनात्मक निर्भरता छ यो पनि तब गएर नै बन्दिने। यसलाई हटाउनको लागि अब तपाईले जुन इमोसनल एनर्जीको सोर्स छ नआत्तिनुस् न डराउनुस्, सबै चिज सम्भव छ, गरिन्छ। यो होइन कि कसरी हुने के हुने भनेर नसोच्नुस्, मलाई यति धेरै आशा भरोसा देखाएको आखिर किन भनेर नसोच्नुस्, जाने व्यक्तिलाई जान दिनुस्, जो जानु छ ऊ जान्छ। एट्याचमेन्टबाट निस्कने कसरी त कसरी इमोसनली डिट्याच हुने, यो अलिकति गाह्रो त छ एट्याचमेन्टबाट निस्कन तत्काल एकदमै झट्ट निक्लन, तर इम्पोसिबल भन्ने छैन, केही समय लाग्छ, एउटा प्रोसेस हो। आत्म जागरुकता छ नि त्यो अनुसार प्र्याक्टिस अनुसार धैर्यता अनुसार यसलाई हासिल गर्न सक्नुहुन्छ। तपाई इमोसनली डिट्याच हुन सक्नुहुन्छ, तर यो निरन्तर प्र्याक्टिसद्वारा नै सम्भव छ, आत्म जागरुकताद्वारा नै सम्भव छ। सो एक्चुअलीमा कसरी चाहिँ गर्न सकिन्छ त र कसरी गर्ने भन्ने कुरा म तपाईलाई थोरै सहज भाषामा बताउने छु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला, कसरी हामी इमोसनली डिट्याच हुन सकिन्छ। त्यो बेला जब हामी कुनै व्यक्तिसँग इमोसनली अट्याच हुन्छौं र एकदमै धेरै गाह्रो भइदिरहेको हुन्छ त्यो व्यक्तिले छोडेर जाँदा, त्यस्तो समयमा हामी कसरी इमोसनली डिट्याच हुन सक्छौं त। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला, एकदमै हेल्पफुल हुने वाला छ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। फर्स्ट अफ अल एट्याचमेन्ट भनेको के हो त हैन, एट्याचमेन्ट भनेको यदि साइकोलोजिकली पनि हेर्ने हो भन्ने कुरालाई जब हामी कुनै व्यक्तिसँग हुन्छौं त्यो व्यक्तिसँग हुँदाखेरि चाहिँ एकदमै खुसी हुन्छौं नि त, राम्रो लाग्छ नि त। त्यति बेला पक्कै पनि हाम्रो दिमागमा डोपामिन अथवा अक्सिटोसिन जस्ता रसायनहरू उत्पन्न हुने गर्छ। त्यसले गर्दा हामीलाई एकदमै आनन्द सेक्युर एकदमै महत्त्वपूर्ण व्यक्तिको जस्तो महसुस गराइदिन्छ हैन। सो कसैले जब हामीलाई केयर गर्छ, माया गर्छ, खुसी लाग्छ। सो त्यो बेला निस्कने जुन त्यो रसायनहरू छ त्यो व्यक्तिले जब छोडेर जान्छ अनि त्यति बेला पनि हाम्रो दिमागलाई त्यसको क्रेभिङ हुन्छ, यानि कि लालसा हुन्छ। जब छोडेर जान्छ झट्ट शक लाग्छ नि त हामीलाई त हैन, कसरी भयो भन्ने लाग्छ। सो त्यति बेला त त्यो दिमागले पाउँदैन, त्यही कुरा चाहिँ दिमागले चाहिरहेको हुन्छ। त्यही भएर पनि यति धेरै गाह्रो भइदिन्छ। यो साइकोलोजिकली हिसाबले साइकोलोजिकल पर्सपेक्टिभबाट हेर्दा यो हो। हामी म पक्कै पनि इमोसनल बन्डिङ बनिएको हुन्छ त्यो व्यक्तिसँग, इमोसनली हामी त्यति धेरै कनेक्ट हुन्छ। किनकि कोही व्यक्तिसँग जब हामी समय बिताउँछौं, कोही व्यक्तिसँग हामी रहन्छौं, एकदमै आनन्द फिल गर्छौं, महसुस गर्छौं, हामीलाई राम्रो लाग्छ। जब छोडेर जान्छ हामीलाई गाह्रो भइदिन्छ। सो यो कुराले गर्दाखेरि चाहिँ जिन्दगीको एक हिस्सा नै हामीबाट टाढा भएको जस्तो फिल गराइदिन्छ। सो यो भनेको एट्याचमेन्ट हो हैन। र एट्याचमेन्ट भनेको कहीं न कहीं खराब चीज चाहिँ होइन, यो हुन्छ हैन। एउटा भनेको हेल्दी एट्याचमेन्ट हुन्छ, अर्को भनेको अनहेल्दी एट्याचमेन्ट हुन्छ। अनहेल्दी तब गएर बन्छ जब चाहिँ यो इमोसनल डिपेन्डेन्सीमा चाहिँ कनेक्ट हुन्छ, तब गएर चाहिँ यो खराब चीज बनिदिन्छ। जस्तै कि जब तपाई कुनै व्यक्तिसँग कनेक्ट हुनुभयो पोजिटिभली, मतलब कि लभ गर्छौं भने त हामी कनेक्ट हुन्छौं, हामीलाई माया लाग्छ कसैको हैन, हामी केयर गर्छौं त्यो व्यक्तिलाई, हामी त्यो व्यक्ति साथमा हुँदाखेरि हामीलाई राम्रो लाग्छ नि त। सो त्यो हुनु भनेको त राम्रो कुरा हो, माया गर्नु भनेको त राम्रो कुरा हो। तर यो कुरा तब गएर गलत हुन्छ जब हामी त्यो व्यक्ति बिना रहन नै सक्दैनौं जस्तो लाग्छ। त्यो व्यक्ति जिन्दगीबाट गयो भने त अब जिन्दगीको अन्त्य भयो जस्तो फिल गर्छौं। त्यो व्यक्ति भएर नै सबै चिज राम्रो, त्यो व्यक्ति नहुँदा सबै चिज खराब भन्ने जस्तो सोच्छौं। यानि कि एकदमै धेरै उम्मिद राखेर धेरै नै हाबी भएर त्यही व्यक्तिलाई सर्वस्व सोच्ने गर्छौं नि। जब हामी उसले मेसेज नगरिदाखेरि नि हामी यति धेरै दुखी हुन्छौं, फोन नगरिदिँदा नि यति धेरै दुखी हुन्छौं कि लाग्छ कि अब उसले मलाई छोडेर नै गयो। सिंगल एट्याचमेन्ट जब हुन्छ तपाईलाई हेल्दी, त्यो भनेको राम्रो चीज हो, नराम्रो होइन। किनकि एट्याचमेन्ट हुन्छ नै एउटा रिलेसनशिपमा। जब तपाई क्लोज भइदिनुहुन्छ, इमोसनल कनेक्सन हुन्छ, एट्याचमेन्ट पनि हुन्छ। तर एउटा खराब एट्याचमेन्टले चाहिँ गर्दाखेरि तपाई हामीलाई यति धेरै गाह्रो बनाउने हो। हामीले फर्स्ट अफ अल त्यसलाई हटाउनको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ सुरुवातमा चाहिँ हामीले एक्सेप्ट गर्नतिर लाग्नै पर्छ। मतलब कि तपाईको जिन्दगीमा जे भयो कहीं न कहीं तपाईलाई लागिरहेको हुन्छ यो किन भयो, कसरी हुन सक्छ, त्यो व्यक्तिले मलाई कसरी छोडेर जान सक्छ, यति धेरै आशाहरू देखाएको थियो, यति धेरै भरोसाहरू देखाएको थियो, आज आएर उसले यस्तो कसरी गर्न सक्छ भन्ने तपाईलाई लाग्छ। तर यो सबै लागेर त के गर्नु र, त्यो व्यक्तिलाई फेरि ल्याएर त्यस्तै नै बनाउन त सक्नु हुँदैन। किनकि एक समयमा त मान्छेले भन्ने गर्छ म तिम्रो लागि ज्यानै दिन्छु, जुन्ता र झार्दिन्छु। तर साँच्चीकै केही समयपछि त्यही व्यक्तिले तपाईलाई तपाईकै ज्यानको परवाह नगरिकन च्यानसम्म पुर्याउने अवस्थामा ल्याएर छोडेर जान सक्छ। सो यो त चलि नै रहन्छ। अब यसमा त हामीले केही गर्न सकिदैन नि त। कोही व्यक्ति धोकेबाज छ भने त अब उसलाई राम्रो बनाउनको लागि त सकिदैन जबसम्म उसले चाहदैन। हामीले स्वीकारै गर्नुपर्छ कि त्यो व्यक्ति त्यस्तो छ भनेर। सो हामी चाहिँ के चाहन्छौं, किन उसले यस्तो गर्यो, उसले यति धेरै मलाई आशा भरोसाहरू देखाएको थियो, यति धेरै मलाई भनेको थियो, आज आएर चाहिँ
यस्तो कसरी गर्न सक्छ भन्ने कुरा हामी सोच्छौँ। तर उसले त गरिसक्यो नि त। त्यो व्यक्तिलाई तपाईले ल्याएर पछाडि ल्याएर फेरि पहिलाको जस्तो बनाउन सक्नु हुँदैन। यो तपाईले मान्नु पर्यो। क्लोजर तपाईलाई मिल्नेवाला छैन। किनकि इमोसन्स हो। त्यो बेला तपाईलाई जे पनि भनेको थियो पास्टमा उसले छोडेर जान्न ज्यान दिन्छु भनेर, त्यो एउटा इमोसन्स त्यति बेला हाई थियो। त्यति बेला तपाईसँग क्लोज थियो। तपाईलाई माया पनि गर्थ्यो होला। सायद त्यो बेला माया महसुस गराउन देखाउन भन्यो। तर इमोसन्स भन्ने कुरा त चेन्ज हुन्छ। मान्छे त चेन्ज हुन्छ अवश्य। पर्मानेन्टली त कुनै चिज रहँदैन। सो यसरी जब लाइफलाई हेर्नुहुन्छ र यसरी बुझ्ने कोसिस गर्नुहुन्छ भनेपछि चाहिँ तपाईँ एक्सेप्ट गर्नतिर लाग्नुहुन्छ। सो एक्सेप्ट चाहिँ गर्नुपर्छ रियालिटीलाई। यो जे भयो भयो। त्यो बेला जे भन्यो त्यो एउटा पास्ट थियो। त्यति बेला इमोसन्स हाई थियो। तर आज आएर चेन्ज भयो र मान्छे त चेन्ज हुन्छ। पर्मानेन्टली रहँदैन। सो यसरी बार चाहिँ दिमागलाई ट्रेन गराउनु पर्यो। सो यसरी स्वीकार गर्नतिर लाग्नु पर्यो। र अर्को भनेको इम्पोर्टेन्ट चिज के छ भन्दाखेरि इमोसनल एट्याचमेन्ट तब गएर बनिन्छ जब तपाईको इमोसनल एनर्जीको जुन सोर्स हुन्छ नि त्यो चाहिँ तपाईको एकै ठाउँबाट आइरहेको कारणले क्या यो इमोसनल डिपेन्डेन्सी जुन भावनात्मक निर्भरता छ यो पनि तब गएर नै बन्दिने गर्छ। जस्तै कि जब तपाईँ कुनै पनि व्यक्तिसँग यति धेरै कनेक्ट भइदिनुहुन्छ कि यो व्यक्ति नै मेरो लागि सबै थोक हो भन्ने सोच्नुहुन्छ। यानि कि हरेक चिज त्यो व्यक्तिबाट नै खोज्नतिर लाग्नुहुन्छ। तपाईँ खुसी हुने दुखी हुने भनेपछि चाहिँ अनि चाहिँ तपाईको त्यो इमोसनल जुन एनर्जीको सोर्स छ नि त्यो चाहिँ एकै ठाउँबाट मात्र आउँछ। त्यस्तो हुँदा चाहिँ तपाईलाई त्यो व्यक्तिले छोडेर जाँदा अनि गाह्रो भइदिने हो। तर तपाईले अरूतिर पनि बनाउनु भएको थियो भने जस्तै फ्रेन्ड्स फ्यामिली यानि कि तपाईको गोल्स तपाईको जुन सेल्फ ग्रोथ प्रति तपाईको प्यासन जुन छ केही न केही तर्फ तपाईले लगाउनु भएको थियो भने कहीं न कहीं तपाईलाई सहज हुन्थ्यो। यति धेरै गाह्रो हुँदैन थियो। तर तपाईले त्यस्तो कुरामा ध्यानै दिनु भएको थिएन। त्यही व्यक्ति नै फोनमा बोलिरहने फोन गर्थ्योस् फोन नगर्दा दुखी हुने यस्तो भइरहेको कारणले नै यति धेरै गाह्रो भएको। तपाईले यदि साच्चीकै लाइफमा फोकस गरेर तपाईको लाइफमा गोल सेट गरेर तपाईलाई लाइफमा फ्युचर केही बनाउनु छ करियर बनाउनु छ भनेर यदि सोचेको भए तपाईलाई गाह्रो हुँदैन थियो यति धेरै। गाह्रो त हुन्छ निराशा छाउँछ तर तपाईँ सक्नुहुन्थ्यो किनकि तपाईको गोल्स त छ नि त। तपाईको जुन इमोसनल एनर्जी छ त्यतातिर पनि खर्च भइरहेको हुन्थ्यो। सो त्यो कारणले गर्दाखेरि हामीलाई एट्याचमेन्ट यति धेरै एउटै व्यक्तिप्रति बढ्दिने हो। सो यसलाई हटाउनको लागि अब तपाईले जुन इमोसनल एनर्जीको सोर्स छ जुन इमोसनल एट्याचमेन्टको जुन सोर्स छ त्यो अर्कोतिर सिफ्ट गर्नु पर्यो यानि अर्कोतिर पनि बनाउनु पर्यो। तपाईँ फ्रेन्ड्सतिर गर्न सक्नुहुन्छ कुनै ठाउँमा गएर घुम्न सक्नुहुन्छ या गोल सेट गर्न सक्नुहुन्छ। एउटा राम्रो टार्गेट बनाएर चाहिँ यति महिना यति वर्षमा मलाई यो पुरा गर्नु छ भने त्यतातिर लगाउनु भयो। फ्यामिलीलाई टाइम दिन सक्नुहुन्छ। फ्यामिलीतिर एकदमै धेरै नै फोकस गर्न सक्नुहुन्छ। स्टडी गर्नुहुँदैछ भने स्टडीतिर गर्न सक्नुहुन्छ। कुनै न कुनै कुरातर्फ चाहिँ तपाईले आफ्नो इमोसनल एनर्जीलाई चाहिँ लगाउनु पर्यो अर्कोतिर पनि खर्च गर्नु पर्यो हैन। यो गाह्रो त छ म मान्छु एकदमै। त्यो बेला त बेडमा सुतेर भिडियो हेरेर च्याट भिडियो पठाएर उसको सोशल मिडिया चेक गरेर उ के गर्दैछ अरूसँग बोलो कि बा अरूसँग हिँडो कि भनेर गर्न मन लाग्छ। तर तपाईले कोसिस चाहिँ गर्नुपर्छ। यो चिजले नै गरेर तपाईले हेर्नु भयो गर्दै जानु भयो भने चाहिँ तपाईलाई झन् खाल्डोमै पार्छ। सो तपाईले आफूलाई चाहिँ म गर्छु भनेर चाहिँ यो गलत हो यो सही हो भनेर त्यतिखेर तपाईले नै एउटा बाटो चाहिँ रोज्नु पर्छ। र अर्को कुरा भनेको कुनै पनि कुरा उसले जति पनि तपाईलाई कुरा भनेको थियो चाहे ब्रेकअप हुँदै गर्दा होस् चाहे त्यो भन्दा अगाडि भनेको होस् तपाईले त्यो कुराहरुलाई व्याख्या गरेर एकदमै जजमेन्ट गर्न जरुरी छैन। जस्तै कि हुन्छ नि कतिपय व्यक्तिले छोडेर जाँदै गर्दाखेरि तिम्रै कारणले छोडेर गए भनेको हुन्छ। कतिपय व्यक्तिले तिमी यस्तो गर्थ्यौ त्यही कारणले छोडे अथवा कतिपय व्यक्तिले भनेको हुन्छ तिमीले मलाई यस्तो व्यवहार नदेखाएको भए म तिमीलाई छोडेर नै जान्न थिए पनि भनेको हुन्छ। अन्य थुप्रै कुराहरु भनेको हुन्छ त्यतिबेला जुन कुरा चाहिँ हामी जब ब्रेकअप हुन्छ त्यो व्यक्ति टाढा हुन्छ अनि व्याख्या गर्नतिर लाग्छौं। उसले यस्तो भनेको थियो सायद यो बेला मैले यसरी भन्नु पर्थ्यो। उसले यो भन्दै गरेको बेला मैले यसरी जवाफ दिनु पर्थ्यो। यो भन्दै गर्दाखेरि चाहिँ मैले यसरी उसलाई कन्भिन्स गर्नु पर्थ्यो यसरी सम्झाउनु पर्थ्यो। सायद उ आज यो ठाउँमा हुन्थ्यो अथवा मलाई छोडेर जाँदैन थियो होला म कन्भिन्स गर्न सक्थे होला भन्ने खालको कुराहरु आइदिन्छ। त्यसरी पनि हामी जजमेन्ट गर्छौं। त्यसरी हामी एकदमै धेरै व्याख्या गर्छौं हैन यस्तो चाहिँ होला है यो कुरा यस्तो चाहिँ होला भन्ने। सो त्यो गर्न जरुरी छैन। त्यो जति गर्नुहुन्छ तपाई त्यो यादलाई झन् धेरै ल्याउनुहुन्छ। झन् तपाई त्यो प्रति एकदमै हाबी भइदै जानुहुन्छ। सो तपाईले त्यतिबेला के गर्नु पर्यो भन्दाखेरि चाहिँ अरूतिर कि त फोकस लगाउनु पर्यो कि त त्यसलाई प्रतिक्रिया यसरी दिनु पर्यो कि यो भनेको पास्ट थियो यो भइसकेको कुरा हो यसमा म अब केही गर्न सक्दिन। जब त्यो व्यक्तिले यस्तो भन्यो त्यो एउटा शब्दले मात्र त्यो एउटा कुराले मात्र पुरै यो रिलेसनशिप बच्नेवाला छैन बच्दैन थियो। मैले यहाँ नजिक त्यस्तो भनेको भए पनि त्यो जाने व्यक्ति जसरी पनि जान्थ्यो किनकि सम्बन्ध दोहोरो एफोर्ट्सले चल्छ एकहोरो एफोर्ट्सले मात्र चल्दैन। तपाईले भनेर मात्र त्यो व्यक्तिको मनमा तपाईले लागेको कुरालाई बदल्न सक्नु हुँदैन। यानि कि त्यो व्यक्तिले ठानिसक्यो उसलाई जानु छ भने उ जसरी पनि जान्छ यो तपाईले मान्नु पर्छ। सो यसरी प्रतिक्रिया दिने यसरी दिमागलाई ट्रेन गर्ने। अर्को भनेको मेन कुरा के छ भन्दाखेरि हामीले फेस गर्नु पर्यो।
हामी डराउँछौँ, अक्सर यादलाई भुल्न खोज्छौँ, अक्सर हामी त्यो व्यक्ति आइदियोस् कि भनेर सोच्छौँ, फेरि पनि सम्बन्ध राम्रो भइदियोस् पहिलाको जस्तो भनेर सोच्छौँ। सम्बन्ध पहिलाको जस्तो राम्रो हुँदैन, तपाईँ मान्नुहोस्। किनकि जो व्यक्ति एकचोटि जान चाहन्छ जान्छ, जहाँ चाहना हुन्छ नि त्यहाँ जसरी पनि कोही न कोही रहन्छ। तर जसलाई चाहना हुँदैन उसले बहानाहरू धेरै बनाउँछ, धेरै प्रकारका। मलाई जानु छ अथवा मेरो लाइफमा यस्तो भयो, फ्यामिलीले मानेन, अन्यथा धेरै कुराहरू भइदिन्छ। उसलाई जानु छ क्या, तपाईँले त्यो जाने व्यक्तिलाई चाहिँ रोक्न त सक्नु हुँदैन। ऊ जान्छ नै, उसले मन बनाइसक्यो, उसले प्लान बनाइसक्यो। कतिपयलाई लाग्छ यो आजको भोलि भयो, रातारात भयो, उसले कसरी छोड्यो मलाई आजको भोलि भन्ने लाग्छ। यो धेरै समयदेखिको प्लानिङ हुन्छ, योजना हुन्छ। तर आज आएर चाहिँ तपाईँलाई भनेको हो। सो तपाईँले मान्नु पर्यो कि उसलाई जानु थियो, ऊ गयो होइन। त्यो व्यक्ति फेरि आइदिएर सम्बन्ध राम्रो हुँदैन, त्यो व्यक्ति फेरि आइदिएर पहिलाको जस्तो तपाईँलाई माया गर्ने हुँदैन। एकचोटि टुटिसकेको सम्बन्ध फेरि पनि एकदमै कम चान्स हुन्छ, रेयरली एकदमै कम चान्स हुन्छ कि पहिलाको जस्तो बन्दिने। तर बन्दैन, मैले धेरै देखेको छु। किनकि जब एकचोटि सम्बन्ध टुट्छ नि तब त्यो व्यक्तिको चाहना भइसकेको हुन्छ, उसले कहीँ न कहीँ इमोसनल्ली जुन एट्याचमेन्ट छ त्यसलाई अरूतिर सिफ्ट गरिसकेको हुन्छ क्या। सडनली जब तपाईँको ब्रेकअप हुन्छ, कुनै मिसअन्डरस्ट्यान्डिङमा भए त्यो कुरामा चाहिँ हुन सक्ला, तर सडनली ब्रेकअप भनेको अलग किसिमले हुन्छ। त्यो ब्रेकअप भन्ने जस्तो हुन्छ, तर यादहरू हुन्छ, फेरि फोन आइहाल्छ, फेरि उसलाई बोल्न हुन्छ, केही न केही कुरामा सुल्झाउने कोसिस गर्छ, डिस्कस हुन्छ। तर जो व्यक्तिले योजना बनाएर गरेको हुन्छ उसले एकदमै क्लियरली भनिदिन्छ क्या, एकदमै मलाई जानु छ, केही न केही बहानाहरू बनाउँछ उसले, किनकि इमोसनली एट्याचमेन्टलाई अरूतिर सिफ्ट गरिसकेको हुन्छ। जब तपाईँसँग नै त्यो एट्याचमेन्ट छैन, उसले सिफ्ट गरिसक्यो, उसले मन बनाइसक्यो भनेपछि फेरि पनि ल्याएर फेरि एउटा मन लाग्ने व्यक्ति बनाउन सक्नु हुँदैन। अरूतिर कहीँ न कहीँ तपाईँभन्दा राम्रो जस्तो उसले पायो होला, तपाईँ नराम्रो भन्न खोजेको होइन, तर उसलाई त्यस्तो लाग्न सकेको हुन्छ। तपाईँभन्दा बेटर, पर्फेक्ट, या त भनौँ हुनसक्छ तपाईँसँग फ्युचर छैन भन्ने सोचेको हुन्छ। यसमा तपाईँ आफू कमजोरी भएर होइन, तर उसको सोचाइ त्यो हो। म एउटा कुरा के भन्छु भने धोका दिने व्यक्तिको चरित्र नै खराब हो। जो व्यक्तिको दृढ चरित्र छ नि उसले धोका दिँदैन। फिल्महरूमा हेर्नु भएको होला, जस्तै एकदमै म कसैलाई धोका कसरी दिन सक्छु, म यस्तो कसरी भन्न सक्छु भनेको हुन्छ नि पुरानो पुरानो मुभीहरूमा। सो त्यो व्यक्तिको चरित्र राम्रो भएको कारणले चाहिँ उसले त्यस्तो सोच्दैन। कसैलाई धोका दिनु भन्दा अगाडि पनि ऊ डराउँछ, नै यो त गलत हो, भगवानले माथिबाट हेरिरहेको छन् भनेर उसले सोच्छ। तर जो व्यक्तिको चरित्र नै खराब छ, एउटा चरित्रमा अडिन सक्दैन भने उसले धोका दिन्छ। त्यही भएर तपाईँले यो नसोच्नुहोस् कि यो व्यक्ति फेरि आउँछ, सम्बन्ध राम्रो हुन्छ, होप गरेर बस्ने, त्यो नगर्नुहोस्। फेस गर्नुहोस्, यानि कि यो भइसक्यो, अब योबाट मैले डराउनु हुँदैन, यसलाई दबाउनु हुँदैन, योबाट योसँग लडेर याद नआउने बनाउन पनि सक्दिनँ। याद आओस् तर म फेस गर्छु, यो जे भएको छ, म ठिक हुँदैछु, म राम्रो हुँदैछु भनेर चाहिँ सोचेर चाहिँ आफैलाई बार बार यसरी भन्नुहोस्, यसरी प्रतिक्रिया दिनुहोस्, म ठिक हुँदैछु, म हिल हुँदैछु, म अगाडि बढ्दैछु। एउटा व्यक्ति गयो, केही फरक पर्दैन र फरक केही पनि पर्दैन। अहिलेको समयमा तपाईँ लाग्न सक्छ एकदमै सबै चिज सकेको जस्तो, तर वास्तवमा हुनेवाला केही पनि छैन। त्यो गइसक्यो नि त्यो व्यक्ति, केही पनि यति पनि तपाईँलाई फरक पर्दैन। पछि गएर तपाईँ हाँस्नुहुन्छ आफैले कि म त यस्तो सोच्थेँ, त्यति बेला म रुन्थेँ, म कराउँथेँ भन्ने तपाईँलाई त्यति बेला गएर लाग्छ। सो त्यो समयसम्म पुग्नको लागि चाहिँ यो समयमा चाहिँ तपाईँले फेस गर्नु पर्यो, यो भएको कुरासँग सामना गर्नु पर्यो। डराउनु भएन, तपाईँ लड्नु भएन, जुझ्नु भएन, तपाईँ दबाउन खोज्नु भएन कि यादै नआइदियोस्, अब यो चिज हटोस् भनेर गर्नु भएन। आओस् तर म बिस्तारै अगाडि पनि बढ्दैछु भनेर समय दिनु पर्यो, धैर्यता राख्नु पर्यो। र अर्को कुरा भनेको चाहिँ हामी अत्याधिक एउटा कुरा के सोच्छौँ भन्दाखेरि चाहिँ नि लाइफमा जब ब्रेकअप हुन्छ नि, जब कसैले छोडेर जान्छ, हामीलाई चाहिँ लाग्छ कि कुनै पनि कुरा सडनली भइदिइहालोस् क्या, मतलब कि मुभ अन हुनु छ मलाई, चाँडो म भइदिइहालौँ, यानि कि मलाई त्यो व्यक्तिको यादै नआओस्, यानि कि यो व्यक्ति को हो भन्ने जस्तो लाग्दोस् जस्तो सोच्छौँ। हामीमा एउटा भनौँ न धैर्यता नै छैन, या त हामी त्यसलाई प्र्याक्टिस गर्दैनौँ, या भनौँ जागरुकताको साथमा हामी त्यसलाई गर्दैनौँ, या भनौँ हामी कन्सिस्टेन्सी दिँदैनौँ क्या। कुनै कुरा भइहालो, प्रोग्रेस भइहालोस् भन्ने सोच्छौँ, तर लाइफमा त्यस्तो हुँदैन क्या। लाइफ कसरी चल्छ भन्दाखेरि लाइफमा जबसम्म तपाईँ कुनै चिजलाई कन्सिस्टेन्टली गर्नु हुँदैन, कन्सिस्टेन्सी दिनु हुँदैन, त्यो कुरा कहिले पनि पुरा हुँदैन। फर इक्जाम्पल दुईवटा व्यक्तिहरू छन् भने एउटा व्यक्ति लाइफमा एकदमै धेरै मेरो लाइफमा यस्तो छ उस्तो छ भनेर समस्याहरू देखाइरहन्छ, कम्प्लेन गरिरहन्छ, अनि अरूसँग कम्पेयर गरिरहन्छ भने, तर अर्को व्यक्ति यस्तो छ जसले चाहिँ लाइफमा समस्या त छ, उसको लाइफमा पनि चुनौतीहरू आइरहेको छ, तर म सक्छु भनेर उसले गर्दैछ भने, हौसलाको साथमा, आत्मविश्वासको साथमा, आफूमा भरोसा राखेर गर्दैछ भने त्यो व्यक्ति त अवश्य अगाडि बढ्छ नि त। ऊ पनि डिमोटिभेट त हुन्छ, हेर्नु डिमोटिभेट भन्ने कुरा जो पनि हुन्छ क्या, जहिले पनि मोटिभेसन काम लाग्दैन, जहिले पनि मोटिभेट भइराखिँदैन। मुड भनेको स्विङ भइरहेको छ, कहिले एकदमै गाह्रो जस्तो लाग्छ, कहिले एकदमै राम्रो जस्तो लाग्छ, कहिले दुःख लाग्छ, कहिले सुख हुन्छ। त्यस्तो मुड भनेको त्यो फेरिरहन्छ।
हैन। तर हामीले चाहिँ कुनै कुरालाई चाहिँ मुडको हिसाबले होइन, तपाईले कन्सिस्टेन्सी दिनु पर्यो। तपाईको डिमोटिभेट भइरहनु भएको छ भने पनि यो काम गर्छु नै भनेर सोच्नु पर्यो, प्र्याक्टिस गर्नु पर्यो। सो त्यो व्यक्ति अवश्य पनि सफल हुन्छ। र अर्को व्यक्ति यसरी सोचिरहेको छ कि यार कसरी गर्ने, कसरी हुन्छ भनेर त्यो व्यक्ति सफलै हुँदैन, किनकि ऊ दुखी छ, आफूमा भरोसा राख्दैन। सो आफूमा भरोसा राख्नु पर्यो र हुन्छ भनेर सोच्नु पर्यो, म गर्छु भनेर। म कतिपयलाई देख्छु कि कसरी हुने भन्न सजिलो छ, गर्न गाह्रो छ भनेर भनिराख्नु भएको हुन्छ। जब तपाईँ यो शब्द युज गर्नुहुन्छ, जब तपाईँ यसमा अडिनुहुन्छ भनेपछि तपाईँ आफूलाई कमजोर ठान्नु भयो क्या। तपाईँ एकदमै तुच्छ व्यक्ति सोच्नु भयो, म त सक्दै सक्दिनँ, म यो क्षमतै छैन भनेर सोच्नु भयो। सो त्यो सोच्दै गर्दाखेरि झन् तपाईँलाई त्यो कुराले पछ्याउँछ। सो तपाईँले सोच्ने भनेको म सक्छु, म हुन्छु, म गर्छु। मलाई थाहा छ गाह्रो त हुन्छ, यो पनि मैले फेस गरेर आइसकेको। गाह्रो त यति धेरै हुन्छ कि लाग्छ कि अब मर्नु नै बेस्ट। तर मर्नु पनि त छैन, जिन्दगीमा अगाडि पनि त बढ्नु छ, केही गर्नु छ फ्यामिलीको लागि, आमा बाबुको लागि, आफ्नो लागि। एउटा व्यक्ति नै सबै थोक त होइन नि त, होइन। सो जब होइन भनेपछि चाहिँ हामीले केही गर्नु छ नि त। केही गर्नको लागि त हामीले एकदमै स्ट्रङ पनि आफूलाई बनाउनु पर्यो, सोच्नु पर्यो कि हुन्छ भनेर। सो यसरी सोच्न जरुरी छ र आफैमा भरोसा राख्नु पर्यो। यसरी हो एट्याचमेन्टबाट निस्कने भनेको। अलिकति समय लाग्छ, धैर्यता राख्नुस्, एकदमै धैर्यता राखेर चाहिँ आफूलाई एकदमै स्ट्रङ बनाएर चाहिँ अगाडि बढ्नुस्। तर गर्न चाहिँ सकिन्छ, अवश्य पनि सकिन्छ। मैले पनि गरेको, मैले धेरैजनालाई गराएको पनि छु। नआत्तिनुस्, नडराउनुस्, सबै चिज सम्भव छ, गरिन्छ। यो होइन कि कसरी हुने, के हुने भनेर नसोच्नुस्। कसरी छोडेर गयो, कसरी जान सक्छ, मलाई यति धेरै आशा भरोसा देखाएको थियो, आखिर किन भनेर नसोच्नुस्। जाने व्यक्तिलाई जान दिनुस्, जो जानु छ ऊ जान्छ, तपाईँ रोक्न सक्नु हुँदैन। होप गरेर पनि नबस्नुस्, आफूलाई चाहिँ राम्रो बनाउनतिर लाग्नुस्, आफूलाई चाहिँ अगाडि बढाउनतिर लाग्नुस्। किनकि जिन्दगीमा एउटा व्यक्ति जानुले तपाईँको जिन्दगी अन्त्य भएको हुँदैन, तपाईँको जिन्दगीमा केही हुनको लागि, राम्रो हुनको लागि भएको। सो यसरी सोचेर, पोजिटिभ सोचेर अगाडि बढ्नुस्। अल द भेरी बेस्ट। थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा।